यो पटक भोट होइन, फैसला हो। तपाईको एउटा भोट सिर्फ कागजको टुक्रा होइन, यो तपाईको छोराछोरीको भविष्य, तपाईको पसिनाको मूल्य र 5 वर्षको हिसाब हो। याद गर्नुस्, तपाईको गलत ठाउँमा परेको एउटा भोटले सिङ्गो पुस्तालाई रुवाइरहन सक्छ। हामी भावनामा बग्ने कि इतिहास बदल्ने, त्यो स्वयं हाम्रै हातमा छ। हामीले विगतमा धेरै गल्ती गरिसकेका छौँ। नारा सुनेर, पैसा देखेर, जात हेरेर, चिन्जानका आधारमा भोट दिएर। तर त्यसको परिणाम के भयो? उस्तै सडक, उस्तै बेरोजगारी, उस्तै भ्रष्टाचार। तर यसपालि भोट दिँदा तपाईले आफ्नो रिस सम्झिनु, बेरोजगारी सम्झिनु, खाल्डाखुल्डी बाटो सम्झिनु, अस्पतालका लाइनहरू सम्झिनु, विद्यार्थी ड्रेसमा गोली खाएका ती कलिला शहीदहरूलाई सम्झिनु, अनि मात्र भोट दिनु होला। भोट भनेको कागज होइन, यो फैसला हो। यदि यो फैसला गलत भयो भने यसको दोषी हामी स्वयं आफै हुनेछौँ। अब डराएर होइन, डटेर भोट हाल्ने बेला आएको छ। त्यसैले यो पटक कुनै जात होइन, कुनै पार्टी होइन, चिन्जान होइन, काम हेर्ने हो, इमान हेर्ने हो, दृष्टिकोण हेर्ने हो र उक्त नेताको स्पष्ट भिजन हेर्ने हो। युवा साथीहरू, हामी फेसबुकमा बहस गर्छौँ, स्ट्याटस लेख्छौँ र कमेन्टमा लडाइँ गर्छौँ। तर मतदानको दिन घरमै बस्यौँ भने हामीलाई गुनासो गर्ने अधिकार छैन। देश बदल्ने हो भने भोटबाट बदलिन्छ। राम्रो नेता आकाशबाट झर्दैन। यो चुनाव कुनै पार्टीको उत्सव होइन, यो हाम्रो सहनशीलताको अन्तिम परीक्षा हो। भोट भनेको कागज होइन, यो विद्रोह हो, यो चेतावनी हो, यो गोली हो जसले भ्रष्ट सोचलाई ढाल्छ। भोट भनेको चिनो होइन, यो सत्तालाई दिने अन्तिम चेतावनी हो, यो जनताको अन्तिम धैर्य हो। भोट भनेको क्रान्ति हो जसले नयाँ दिशा दिन्छ। हामी फेरि चुप बस्ने कि उठ्ने, हामी फेरि बिक्ने कि देश बचाउने। त्यसैले यसपालि भावनामा नबग, नोटमा नबिक, नातामा नअड्क्यौ। इतिहासले हेर्दैछ, भविष्यले पर्खँदैछ। अब देश बदल्ने कि देश फेरि बेच्ने, देशमा परिवर्तन चाहिरहनु भएको छ भने यो भिडियो हेरिरहनु भएको छ। तसर्थ यो भिडियो मन परेको खण्डमा यहाँहरूले जति सक्दो सेयर गरेर साथ दिनुहोला। धन्यवाद। जय देश।